ये कुकुर भतुवा गासे कबड्डीवाला धोती रन्डीको छोराले कबड्डी राखेर मेरो यसरी भात खाने थाल तेरो कबड्डीमा चुरेर लगेको थियो क्या तेरै सन्तानको धोतीले बुझिस्। धाराको छेउमा मैले राखेको यसरी मेरो काँसको थाल काँसको कचौरा अनि त्यस पछाडि मेरो काँसको औँखारा सबै धोती रन्डीको छोरो खाते कुकुर तेरो शाखा सन्तान अचकल्ट भएर हस्पिटलमा भर्ना हुने खाते धोती कबड्डी धोतीको मा आउनेले मेरो यसरी भात खाने थाल जुठै थाल उठाएर लगेको थियो बुझिस्। त्यही भएर धोतीहरू जति धनी भए पनि तेरो सर्वस्वै सिद्धिन्छ धोती बुझिस्। मैले मेरो धाराको छेउमा मैले भात खाएर चाउमिन खाने मान्छे आएर म भित्र चाउमिन बनाउन जाँदाखेरि हात धोएर भित्र जाँदाखेरि मेरो सटरबाट म भित्र जाँदाखेरि धारा छेउबाट यसरी मेरो काँसको थाल काँसको कचौरा मेरो थोरै हो र 5वटा थाल 5वटा कचौरा हराएको छ बुझिस्। धोती जस्तो कुहिएका धोतीहरू जस्तो धर्म छान्ने मान्छे होइन हामी बुझिस्। नेपाली भनेको स्वच्छ नेपाली हो, कुहिएको धोती राँडीका छोरा। त्यही भएर खाते राँडीको छोराको टरो तुरुन्त भत्काओस् बालेनले। अब खुरु अब टरो भत्काउने अनि बाटामा भएका घर भत्काउने अनि त्यहाँबाट 3-4 तला माथिका घर भत्काउने अनि के भन्छ अरे के अरे यो मेरो यो तेरो भन्नेलाई ल र जाग्ने। पहिला मेरो आँखा फुटाउनेलाई जाग्ने, दोस्रो नम्बरमा पालेलाई जाग्ने, तेस्रो नम्बरमा यो मेरो चोरेर लाने यो यसरी मेरो काँसको थाल उर्ने धोतीलाई लएर खाँद्ने। त्यो खाते धोतीले कबड्डी राखेको भएर त मेरो चोरी भएको त। अनि चौथो नम्बरमा अनि त्यस पछाडि चौथो नम्बरमा के गर्ने भने चाँदनीलाई गर्ने रन्डीको छोरालाई लएर त्यसको चाँदनीलाई गर्ने एम्बुलेन्समा हालेर लाने राँडीको छोरालाई अनि त्यो राँडीकी छोरी सासु भन्ने कुकुर्नीलाई अनि त्यस पछाडि उमजु भन्ने रन्डीलाई लएर जाक्ने। अनि त्यस पछाडि बल्ल नेपाल राम्रो हुन्छ मेरै हातले हात घडी लाउन पाम पशुपतिनाथ बोले बाबा राम। मेरै हातले हात घडी लाउन पाम पशुपतिनाथ बोले बाबा राम। डम 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 डमरु डम 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 डमरु डम 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 डम।